मैले त इतिहास बदलिने कुरा गर्थे है, तर आज तपाईँलाई इतिहास त एक्चुअलमा हुक डेनिमले पल्टाएको रहेछ है। जस्ट बिकज अफ दिस तपाईँले हेर्न सक्नुहुन्छ, मैले लाएको ब्लेजर सेट हेर्नुहोस् न गाइस। तपाईँलाई बिएको सिजन छ अहिले, तपाईँलाई वैशाखदेखि लिएर मङ्सिरसम्ममा हेभी नै बिहे भइरहेछ क्या। हेभी क्वान्टिटीमा तपाईँलाई सबजनाले म्याक्सिममले बिहे गरिरहेछ। र अर्को कुरा तपाईँलाई यहाँ हेर्नुहोस्, तपाईँलाई र हुक डेनिमले ब्लेजर सेटमा आफ्नो हात नहाल्नु, र हात हालिसकेपछि गाइज यति त ग्यारेन्टी दिँदैछु, हुक डेनिमलाई टक्कर दिने अहिलेसम्म जन्मिनलाई सोच्नु नै पर्छ होला। किन भनेपछि म तपाईँलाई आज रिजन भन्दैछु क्या। रिजन यसमा यो छ कि तपाईँलाई यहाँ हेर्नुहोस्, कतिपय तपाईँले ब्लेजर लाउनु भएको छ तर कहिले पनि ध्यान दिनु भएको छ तपाईँले यसको लम्बाइ र चौडाइ के छ भनेर? जिन्दगी तपाईँले ध्यान दिनु भएको छैन। हो, एक्ज्याक्टली यसको लम्बाइ चौडाइ र हाम्रो कोटको ब्लेजरको लेन्थ प्लस तपाईँलाई 6 बटम कसरी म्याच गराएको छ त्यसले गर्दाखेरि, र पेन्टको लेन्थ, यो 4वटा 5वटा चिज कसैले पनि ध्यान दिएको छैन। के गर्नुहुन्छ भने जस्ट गयो, यो ब्लेजर हो, 6 बटम छ, लियो, सकियो, आयो। तर त्यति मात्र होइन, के यो अल्ट्रा लाइट वेटमा छ? के यसले तपाईँलाई पसिना देखाउँछ, सो गर्छ बाहिर? मैले अघिदेखि तपाईँलाई 3-4वटा भिडियो बनाएको छु। टु बी अनेस्ट, मैले 3-4वटा भिडियो बनाएको छु। यो तपाईँलाई ब्लेजर सेट क्या, यसको तर 1% पनि पसिना छैन। अनि अर्को कुरो, लाइट वेटमा यहाँनिर तपाईँलाई क्रिज हालिएको तपाईँलाई अहिलेसम्म सुन्नुभएको थियो, त्यो असम्भवै हो क्या लाइट वेट कपडामा। र मैले तपाईँलाई किन भने 6-7वटा पोइन्ट भनेपछि यो हेर्नुहोस् क्या। तपाईँले यसको तपाईँलाई यहाँदेखि लिएर यहाँसम्म लम्बाइ र यसको चौडाइ, कसैको चौडाइ यहाँसम्म हुन्छ तपाईँलाई, जसले तपाईँलाई भद्दा देखाइदिन्छ क्या, क्लासिक लुक देखाउँदैन। प्लस अर्को कुरो, 6 बटम त छ, के 6 बटम तपाईँलाई ब्लेजरसँग म्याच गरिएको छ त? के पेन्टसँग म्याच गरिएको छ त? के पछाडिको लुक वाइजमा क्लासिक दिएको छ त? त्यो पनि ध्यान दिनु पर्यो। र मैले लाकै हेर्न सक्नुहुन्छ तपाईँले, कतिपयको आजको जेनेरेसनमा तपाईँलाई एउटा चिज गर्ने के छ भने ब्लेजर 6 बटम लायो तर त्यसमाथिबाट तपाईँलाई सर्टको कलरलाई यसरी फोल्ड गर्यो क्या। त्यसले गर्दा अलिकति के दिन्छ भने युनिकनेस दिन्छ क्या, युनिकनेस दिन्छ। र पेन्ट तपाईँलाई अलरेडी इटालियन पकेट दिएको छ यसले तपाईँलाई, पछाडिको फिनिसिङदेखि लिएर अगाडिसम्म। र मैले भनिहालेँ तपाईँलाई, लम्बाइ र चौडाइमा ध्यान दिनु भएन भने यसको तपाईँलाई ठुलो घाटा हुनेछ। बिहेको सिजनमा एउटा लाउँछु, राम्रो लाउँछु, चिटिक्क देखिएन भने के फाइदा भयो त? कलर अप्सन एउटा यो, अर्को तपाईँलाई यहाँनिर हेर्न सक्नुहुन्छ, यो कलर भयो तपाईँलाई। त्यसपछि तेस्रो तपाईँलाई यहाँ हेर्न सक्नुहुन्छ, नेभी ब्लूको सेडमा पनि डिफ्रेन्ट सेड छ क्या तपाईँलाई। र तपाईँलाई चौथो यहाँनिर अफ वाइट क्रिममा पनि हेर्न सक्नुहुन्छ, डिफ्रेन्ट छ। म फेरि पनि देखाउँछु, साइज भनेपछि 50 देखि लिएर 56 साइज। एउटा यो कलर आयो तपाईँलाई, त्यसपछि तपाईँलाई अर्को यो कलर आउँछ है। र कतिपय ब्लेजरमा यो कहिले पनि हेर्नु भएको थियो, अटोमेटिक तपाईँलाई यहाँनिर एउटा सानो ह्याङ्की दिनेछ क्या तपाईँलाई, जुन कि तपाईँलाई अलरेडी एस्थेटिक लुक पनि दिन्छ तपाईँलाई। र फिल हेर्नुहोस् न, फिल यति मजा आइरहेछ, जुन कि मैले लाएको छु नि, मलाई आफै अचम्म छु कि यत्रो अल्ट्रा लाइट वेटमा क्या दामी ब्लेजर लाएको छु मैले, लुक वाइजमा दामी दिएको छ क्या। अर्को कलर हेर्नुहुन्छ, 2टा कलर मैले देखाएँ। तेस्रो तपाईँलाई यहाँ हेर्नुहोस्, ब्ल्याक कलरमा, ब्ल्याकमा पनि डिफ्रेन्ट ब्ल्याक, धेरैले ब्ल्याक लाउनुहुन्छ तर डिफ्रेन्ट ब्ल्याक क्या। र अर्को हेर्नुहुन्छ नि, यहाँ हेर्नुहोस्, यो कलर क्या। तपाईँलाई कलर वाइजमा टेन्सनै लिनु पर्दैन, कलर सब कलर टप नच क्वालिटीको छ। कलरमा 0% टेन्सन लिनुपर्छ। फिनिसिङदेखि लिएर यताउति सब चिज अनलाइन अर्डर गर्नुहोस्, चाहे अफलाइन लिन आउनुहोस्, तपाईँलाई ढुक्क भएर केही कम्प्रोमाइज भएछ भने तपाईँको भाइ यहाँ जिन्दा छ क्या। तपाईँको भाइले हेरिहाल्छ नि। अहिलेसम्म विगतदेखि 2.5 वर्ष भइसक्यो हामीले तपाईँलाई इच एन्ड एभ्री प्रोडक्ट टप नच क्वालिटीको दिइरहेछौँ। आजसम्म त्यस्तो केही भएको छैन। एउटा दुईटा यताउति केही आयो भने पनि हामीले उहाँलाई हेरेका छौँ। र अहिले तपाईँ यहाँ हेर्न सक्नुहुन्छ, जुन कि मैले तपाईँलाई भनिरहेको छु, ब्लेजर सेटको इन्डस्ट्रिजमा हुक डेनिमले जब कदम राख्यो, अब यो कदम तपाईँलाई ग्यारेन्टी भन्दैछु कहीँ कतै छुट्ने छैन। साइज 50 देखि 56सम्म तल दिएको नम्बरमा डाइरेक्टली वाट्सएप, डाइरेक्टली डिएम गरेर यसलाई अर्डर गर्न सक्नुहुन्छ। तपाईँको घर दैलोमा पुग्नेछ यो तपाईँलाई ब्लेजर सेट। अब बिहेमा एउटा लाउँछु, राम्रो लाउँछु, टप नोचको लाउँछु भन्ने व्यक्तिको लागि फटाफट डिएम गर्नुहोस्। धन्यवाद सबैजनालाई।